दर्शकवृन्द पुनः स्वागत छ कार्यक्रम एसटिभी चार्टमा। हामी कुराकानी गर्दैछौँ वरिष्ठ सङ्गीतकार रन्जित गजमेरसँग। उहाँको जीवनको साङ्गीतिक आरोह र अवरोहको बारेमा कुराकानी अझै बाँकी छन्। हामी सुरु गर्दैछौँ फेरि। यहाँले भर्खरै भन्नुभयो भारतीय सिनेमामा नेपाली सङ्गीतको प्रवेश हैन, नेपाली मौलिकताको चाहिँ थिचोमिचो भनौँ न अब हैन, त्यो चाहिँ अब एक हिसाबले किडन्याप नै मान्नुपर्छ नेपाली सङ्गीतको हैन। त्यस्तो भयो र हामीले भन्न सकेनौँ भनेर कुरा गर्नुभयो। डाइरेक्टरसँग नि मैले कुरा गर्न सक्ने मेरो अवस्था थिएन भन्नुभयो नि। त्यो के कारणले होला हैन? अब यो चाहिँ सङ्गीतमा पनि के भारतीय क्षेत्रले, सिनेमा क्षेत्रले चाहिँ हाम्रो सार्वभौमिकता चाहिँ मिचेकै हो कि के लाग्छ यहाँलाई? होइन, त्यो त होइन। हेर्नुहोस्, यो सङ्गीत भन्ने कुरो यस्तो हो, जुनै किसिमको, जुनै देशको जुनै किसिम फोक ट्युनहरू तपाईँले गाउन सक्नुहुन्छ, तपाईँले युज गर्न सक्नुहुन्छ। यसमा कुनै बेरियर छैन। राम्रो लाग्यो भने त कुनै पनि चिज राम्रो लाग्यो भने तपाईँ लिनुहुन्छ। यति यो त मेड इन फल्ना रहेछ, म त लिँदिनँ भन्नु त हुन्न। राम्रो छ भने त पैसा तिरेर लिनुहुन्छ। त्यस्तै हो। अब सृजना हो नि त, त्यो नेपाली सृजना जस्तो अहिले कपिराइटको नि कुराहरू आउँछ नि। अब धेरै पछाडि भएको। हजुर, कानुनले पनि त्यसलाई चाहिँ वर्जित गरेको कुरा हो। तर एक्ज्याक्ट छ भने मात्रै, हुबहु तपाईँ छ भने चाहिँ उनीहरूले भन्छन्। तर त्यसको अलिकति फ्लेभर मात्रै राखेर अलिकति बनाएर त्यसलाई गरेको छ भने त त्यो त इन्सपायरिङ नै हो नि। हजुर, जस्तो यहाँले चाहिँ कति धेरै सङ्गीत गर्नुभएको छ नि। हजुर, आफूले गरेको सङ्गीतमध्ये कुनै एउटा यसो गुनगुनाउनुहुन्छ कि? मेलोडी सम्झिनुहुन्छ? अब अहिले मेलोडी त अब प्रायः सम्झिन्छु, तर पनि अब हाम्रो दर्शकहरूले तपाईँको प्रत्यक्ष होइन कुराकानी तपाईँसँगको धेरैले हेर्नु पनि भएको थिएन होला यसभन्दा अगाडि होइन? होला। हजुर, बाँसुरीको तपाईँको पहिलो नेपाली होइन? हजुर, हुन्छ नि। आशाजीले गाउनु भएको थियो, आशा भोसलेले। हजुर, गाउँ। हजुर, अवश्य। अलिक सुर ठिक छैन, म एज ए सिङ्गर होइन म, तर पनि। हजुर, हो झझलको लिएर आएछ सावन, फेरि आँखामा हो झझलको लिएर आएछ सावन, फेरि आँखामा। कति राम्रो मेलोडी, कति राम्रो सङ्गीत। तपाईँको आशा भोसलेदेखि धेरै दिग्गज गायक गायिकासँग सङ्गत भयो। धेरै। यो सङ्गत जुन तपाईँको सम्बन्ध कस्तो थियो उहाँहरूसँग? आशा भोसलेसँग कस्तो? अहिले पनि छ, एकदम राम्रो छ। आशा दिदी त आडी बरुन हुँदा त घरकै जस्तो थियो। तर तपाईँ त्यति राम्रो सङ्गीत गर्न सक्ने मान्छे, नेपाली गायक अथवा गायिकालाई चाहिँ त्यो फिल्मी गीतहरू चाहिँ गाउन दिनुभएको भए पनि हुन्थ्यो नि। गाउन क्षमता नभएको हो नेपाली कलाकारमा? होइन, क्षमता नभएको होइन। एक त बम्बेमा रिकर्डिङ गर्ने, हेर्नुहोस् है। हजुर, अनि यहाँको जति पनि प्रोड्युसरहरू छन् प्रायः त अलिअलि पैसा यताउति गरेर उहाँ आउनुहुन्थ्यो। उहाँले अब प्रोड्युसरहरूको के अरे व्यवस्था हेर्नुहोस्। अब यहाँ सिङ्गरहरूलाई लिएर गएर बम्बेमा होटलमा राखेर एउटा गीतको लागि गवाएर उहाँ महँगो पर्छ। एक त पैसाको भ्यालुएसनै हाम्रो त्यस्तो छ, प्लस उहाँ हुँदाखेरि प्रायः त उहाँ अब यो सिङ्गरहरूसँग मेरो राम्रै थियो। उहाँहरूले गाइहाल्छन्, उनीहरू घरको खाएर आएर गाउँछ। नेपाली सिनेमा जस्तै भारतीय सिनेमामा तपाईँको सङ्गीत जुन तपाईँले कम्पोज गर्नुहुन्छ, त्यो कम्पोज चाहिँ यहाँको तुलनामा त्यता चाहिँ त्यति सुनिँदैन नि, किन होला? तुलनामा? हजुर, नेपालमा जति पनि भए होइन? होइन, अब नेपाली टाइपको फोक टाइपको त्यस्तो गीतहरू त यस्तै हुन्छ। तर अब अलिकति अलगै होहरू नेपालीपन त हुन्छ नि त्यसमा, तर अलिकति अब त्यो भारतीय सङ्गीत र अलिकति वेस्टर्न यताउति त्यो त अलिअलि मिसाएर गरिन्छ नै। त्यस्तो भइहाल्छ, गर्दा गर्दै त्यस्तो भइहाल्छ। सङ्गीतकार रन्जित गजमेरलाई
नेपालको चाहिँ के कुराले चित्त दुख्छ र के कुरामा चाहिँ गर्व महसुस हुन्छ तपाईँलाई? हामी हिसाबले हेरौँ भने कल्चरमा हामी एकदमै धनी छौँ, तर हाम्रै मान्छेहरूले बुझाएको छैनन् क्या यहाँ, बुझ्नु भएन। अब तपाईँ एकदमै सुन्नुहोस् है, मैले सोचेको हुनसक्छ, म रङ पनि हुनसक्छ, या सद्बिउ पलबिउ छर्दाखेरि राति बिहानै मान्छेहरू पहाडबाट यताबाट आएर हात खोलेर गीत गाउँदै जान्छन्। त्यो गीतहरू छ, त्यो गीतहरू यस्तो टाइपको छ, त्यो फोक टेम हाम्रो एकदम त्यो कहिलेदेखि चलेर आएको है, त्यो कसैले यादै गरेको छैन, संरक्षण हुन सकेन त्यसको। होइन का? अब कतिले गरे फोक ट्युनहरू बनाएर सिडी बनाएर बेचेर धुमधाम गरे, तर त्यो चिजहरू अहिलेसम्म आएको छैन। हामी गरिब छैनौँ, हामी एकदम धनी छौँ, तर हाम्रो मान्छेले नजानेर हो, बुझ्नु भएन? हाम्रो मान्छे, किनभने हामी अनुकरण र अरूले गरेकोमा पछाडि लाग्ने भयो क्या। त्यसैले ठिक छ, अनुकरण गर्नु सिक्नुपर्छ, सबै किसिमको कुराहरू सिक्नुपर्छ, तर हाम्रो पनि बिर्सिनु त भएन नि। हाम्रो पनि त छ चिज, त्यसलाई नै सँगालेर राखेर त्यसलाई नै ब्युटिफाई गरेर हामी रिप्रेजेन्ट गर्न सक्छौँ नि। त्यसलाई चाहिँ पछाडि राख्यो अरे उनीहरूको चाहिँ ल्याएर गर्ने। तपाईँ सुन्नुभएको छ होला त, अहिले गिटार बजाएर केटाहरू गाउँछन्, एकदम रक गीत अरे, फरेनको कर्ड बजाएर धुमधाम त्यही स्टाइलमा सब गर्छन्। कस्तो लाग्छ अहिलेको यतिखेरको नेपाली सङ्गीतको माहौल कस्तो लाग्छ यहाँलाई? त्यो हेर्दा चाहिँ मलाई बडा दुःख लाग्छ है। तर कति भाइहरू चाहिँ फेरि एकदम त्यही लिएर सेलोको तामाङ सेलोको गीतहरू, कतिवटा गीतहरू खुब रमाइलो, राम्रै गिटार ड्रम नै बजाएको छ, तर त्यो गीतहरू मजा लाग्छ मलाई। सङ्गीतमा लाग्न चाहने नयाँ पुस्ताका लागि केही सन्देश छन् कि यहाँका? सन्देश त त्यही, अब अहिले सिक्नुपर्छ, यसो गर्नुपर्छ मैले भन्नु, किनभने अहिले कम्प्युटरले सब सिकाउँछ, तर हाम्रो रीतिथिति र हाम्रो लोक सङ्गीत हामीले बिर्सिनु हुँदैन, र हाम्रो माहौल, हामी कोही पनि जाँदा ठुलोलाई नमस्ते गर्छौँ, आदर सम्मान गर्छौँ, यो सब चिजहरू चाहिँ हाम्रो एउटा संस्कार हो, यो चाहिँ हामीले कहिले पनि बिर्सिनु हुँदैन। कति समयपछि नेपाल आउनुभएको अहिले? अहिले त भर्खरै गएको थिएँ, फेरि आयो अहिले। उहाँ तुलसी घिमिरे चाहिँ मेरो ज्वाइँ छिटो, उहाँको कोही साथी रहेछ, अहिले अमेरिका जानुभएको रहेछ, र उहाँले लेख्नु हुँदो रहेछ, उहाँको नाम ज्ञानेन्द्र समथिङ ऐसा के छ, र उहाँले गीतहरू लेख्नु हुँदो रहेछ, र दाई रञ्जित दाईलाई मेरो एक दुईवटा गीत गरे भनिदिनुहोस् न भनेर 2-3 वर्ष अगाडि नै भन्नुभएको। ल त ल साह्रै भयो भनेर यसपालि म त्यो कामको लागि आएको। ए हजुर, निकै व्यस्त हुनुहुन्थ्यो, आफ्नो व्यस्तताको बावजुद पनि यहाँसम्म आइदिनु भयो, हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। कमसेकम मैले मेरो आफ्नो मान्छे, मेरो खुन भनौँ न, मेरो रगतको नाता भएको मान्छेहरूसँग तपाईँको मार्फत मैले बात गर्न पाएँ, त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद। दर्शकवृन्द, नेपाली सङ्गीत आकाशमा बिर्सन नसक्ने नाम रञ्जित गजमेर, आज हामीले उहाँसँग कुराकानी गरौँ। उहाँको धेरै ठुलो योगदान छ, नेपाली सङ्गीतको प्रवर्धनको लागि पनि उहाँले ठुलो योगदान दिनुभएको छ। हामी यो कुराकानीलाई यहीँ टुङ्ग्याउँछौँ, समय पनि सकियो, हामीलाई आज्ञा दिनुहोस्, नमस्कार।